र त्यसपछि मेरा प्यारा प्यारा साथीहरूलाई पनि नमस्कार। हामीलाई यो मेटपा संस्थाले साबुन तालिम दिँदाखेरि उनीहरूले धेरै राम्रो गर्नुभयो, त्यसमा हामी पनि एकदम खुसी छौँ है साथीहरू। अनि त्यसपछि तालिम पश्चात पनि हामीलाई म्याडमले धेरै सहयोग गर्नुभयो। अनि हामी त म्याडमले हामीलाई सहयोग गर्दा गर्दा हाम्रो साथी जस्तो भयो, अलिकति अनडेस्पेस पनि भयो होला म्याडममा, त्यसमा अनडेस्पेस भएकोमा सरी भन्न चाहन्छौँ। हामी त साथी जस्तै भएर अलिकति गर्न चाहिँ सकेन, त्यसमा मनमा नलिनु होला त्यो कुरामा चाहिँ। अब कति वर्षको अन्तरालपछि म्याडम आफ्नै कार्यव्यस्तताले गर्दा समस्याले गर्दा आफ्नो जागिर नै त्यागेर या रातको जागिरमा राजीनामा दिएर जान लाग्नुभएको छ। त्यसै कारणले आज हामी साथीहरू चाहिँ यसो सानो बिदाई जस्तो गरौँ न भन्ने कुरोले अनि यहाँ ऐनापाडामा गएर रमाइलो जस्तो नि गरौँ र अलिकति पनि गरौँ भनेर के अरे यहाँ ऐनापाडामा भेला भएको हौँ। र त म आज म्याडमलाई बिदाईको स्वरूप म्याडम एउटा कुरा मैले सोधेँ, कुन संस्थाबाट आउनुभएको तपाईँले भनिदिनु न। है अब फेरि नि लघु उद्यमी आमा समूहबाट हो, साबुन समूह ग्रुपको। हजुर त्यहाँबाट आएको हो। मेटपा संस्थाले म्याडमले हामीलाई तालिम दिनुभएको थियो कि अनि त्यसपछि हो त्यसै स्वरूप चाहिँ हामी म्याडमलाई ए उहाँले चाहिँ तालिम दिनुभएको थियो। उहाँले के को तालिम दिनुभएको थियो भनिदिनु न। साबुन भन्नाले हाम्रो चाहिँ लघु उद्यम सरल साबुन समूह हो के अरे, साबुन नै भनौँ न है। हजुर हजुर सरसफाइ सामानहरू सबै सरसफाइ मध्येको सबैजना सबै पऱ्यो। ए भन्नु त उहाँले चाहिँ जस्तो अब कसरी सफा गर्ने कसरी साबुन युज गर्ने त्यो कुराहरू चाहिँ सिकाइदिनु भएको। ल हजुर ल ए ल धन्यवाद। ए हस् हस् ल ए 5 वर्ष हुनुभयो। ल ठिक छ, उहाँलाई बिदाई गरिदिनु आउनुभएको छ उहाँहरूले। ल ल यसो गरिदिनु त, ल ल टिका लगाइदिनु त। ल सबैले ताली बजाइदिनु त, ल सानो सानो मान्छेले बजाइदिनु, ताली बजाइदिनु मलाई। ल त उहाँलाई बिदाई गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ प्रमाणपत्र सायद। ल यो प्रमाणपत्र त सिधा देखाइदिनु त म्याडमलाई। ल है त सबैलाई समान है त। ल उहाँहरूले प्रमाणपत्र दिइसक्नु भएको छ म्याडमलाई। मैले त उहाँ म्याडमको नाम पनि सोध्न बिर्सेँ है। हजुरको नाम भनिदिनु न एकचोटि म्याडम। हजुर गीता राणा। तपाईँको? हजुर गौरी थापा मगर। अनि बिचको म्याडमको? हजुर। अनि तपाईँको त म्याडम पनि भनिदिनु त। हजुर 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 हजुरको नाम भन्नु नि। हजुरको? अनि तपाईँको? तपाईँको? ल त सकियो, सबैको नाम पनि परिचय पनि पाइसकेको छु। ल अब ताली बजाएर उहाँलाई चाहिँ अब त्यो प्रमाणपत्र दिइसक्नु भएको छ है। ल ल त्यति भन्नु एकछिन।